बाई नानी दिदी साथीहरु गोल्डन कोसमा चाहिँ सिल्भर परेछ सिल्भरकोमा चाहिँ गोल्डन परे है आई लाइक भेरी मच यो कस्तो राम्रो डिजाइनको हो कि हैन दिदी ल हुन्छ कस्तो राम्रो थ्यांक यू नानी दिदी सो मच थ्यांक यू नानी दिदी सो मच भएन थ्यांक यू सो मच नानी दिदी हुन्छ सानो भिडियो त बनाउनु पर्यो के गर्ने नानी दिदी के भन्नुस् हजुरको मन्तव्य ए हस् ल याद गर्नु है काठमाडौँबाट आएर अब लामो समयसम्म बसेको बहिनी नै होला जस्तो लाग्छ त्यसै कारण भेटको लागि हामी सँगसँगै मिलेर खानासाना खाऊँ भनेर एउटा सानो कार्यक्रम राखेको हो सायद कति वर्ष भयो 30 वर्ष भयो क्या साढे 28 पुण्यको दिनबाट गरे नाइट बसमा आएर ड्युटी गरे कतिले सम्झिँदै थियो सम्झिराख्नु भएको जस लामो समयसम्म सेवा दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद हामीले धेरै कुराहरू पायौँ पनि धेरै कुराहरू घुमायौँ पनि तर हामी रमायौँ अनि यसमा धेरै खुसी हुनुपर्छ हामी सबैजना सधैँभरि एकै ठाउँमा हुँदैनौँ त्यसै कारण बहिनीले गर्नुभएको सेवाको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु मैले लामो कुरा लम्ब्याउँदिनँ किनभने त्यति साह्रो बोलेर उयो मात्रै ठुलो हुने कुरा पनि होइन सायद हाम्रो साथीहरूले नै नानीको बारेमा के भन्नु होला त्यसै कारण अब मैले भन्नुपर्ने कुरा एक प्रकारको रमाइलो हुन्छ आफ्नो मानिसहरूसँग घुम्नु हुन्छ अनि कुनै बेला घुम्न मन लाग्यो भने तानसेनको साथीहरू सम्झिनु होला हाम्रो जवानहरूले त लाँदैनन् होला तर बुढापाका सम्झिनु होला है भन्न चाहन्छु अनि हाम्रो होस्टेलको तर्फबाट मात्रै नभएर नर्सिङ विभागको तर्फबाट पनि मेरो अभिदेवीको तर्फबाट नर्सिङ विभागको तर्फबाट पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु है भेटघाटहरू आफ्नो परिवारको बिचमा लामो समय छोडे तापनि अब आलेद्वारा राम्रो समय भन्न चाहन्छु अनि होस्टेलको तर्फबाट हामीहरू मायाको चिनी सधैँभरि जाने दिदीबहिनीसँग एउटा मायाको चिनी हामी दिने चलन हो त्यो पनि आज पनि आइपुगेको छ अनि त्यो मायाको चिनो चाहिँ दिदिनको लागि मैले शारदालाई नै भन्छु है शारदाले त्यहाँबाट नजिक हुन्छ शारदाले नानुलाई दिनु होला अनि नानुले के कुरा भन्नुहुन्छ भने नि स्वागत गर्न चाहन्छु नभएदेखि भनिराख्नुपर्छ भन्ने कुरा छैन अनि आफूले पनि नानुको बारेमा के कुराहरू भन्न मिल्छ है त मैले त्यो साह्रो अफिसियल गर्दिनँ जस्तो हामीले जहिले पनि यस्तै प्रकारले गरिराख्ने त्यसै कारण हाम्रो बहिनीहरू भर्खर आउनुभएको बहिनीहरू के भन्न मिल्यो अब नानीलाई पहिला आउनुभएको अनुभवहरू गर्न मिल्यो है ल ताली बजाऊ न म मोबाइलमा हात नभएको ताली ल धन्यवाद ल दिदी ल ल लिग ओहो लिग मैले त गोल्डन लिन्छु है धन्यवाद हस् धन्यवाद दिदी यता पनि अहिले म एकै घरमा गएको थिएँ तर पाइनँ मैले मन नदुखाए यस्तो राम्रो डिजाइनको अनि वाउ भिडियो खिचिरहेको छु नि मैले ल दिदीको के रहेछ है दिदीको ल म चाहिँ गोल्डन है त
झन् राम्रो पाइन्छ नि यो। भित्र गोल्डन छ मलाई त यहाँ। ल साथीहरू ल थाल कचौरा मजाले ल तालिया ढक्कन पनि छ अझ कति राम्रो हो। ल दिदी एउटा फोटो खिचिदिन्छु योसँग ल यसो पानी खाँदै जस्तो गर्नु न। मान्नु भयो हाम्रो खानेकुरा नि आयो है त। चटनी ल्याउनु नबिर्सिनु है। बेस्ट नि स्पाइसी। कस्तो राम्रो छ हौ। मैले कस्तो मन पऱ्यो। टोप्लाइको ठाउँमा अनि उहाँले यहाँ खुल्दाखेरि खबर पठाउनु भयो। अनि भर्खर लाइन फोन आएको थियो। मुना भनेको मुना गुरुङ गोर्खाको अनि उहाँले चाहिँ मलाई यहाँ फर्म भरेर अनि उहाँ बसेर होटेलमा बसेर भोलिपल्ट एक्जाम दिएर अनि हामी गयौँ। हामी थुप्रै आएको थियौँ त्यति बेला। अनि मुना र म चाहिँ यहाँ जब गऱ्यौँ, अरूले चाहिँ त्यति आउनु भएन। अनि मुना पनि प्योर नेपालमा जानुभयो। अनि म चाहिँ यहीँ रहेँ। तर सोचेको थिइनँ म यति लामो समय बस्छु भनेर। अनि काठमाडौँमा कति ठाउँमा एप्लाई गरेँ। अनि त्यति एजुकेसन भनेको के हो भने मैले त्यति बेला त्यो महत्त्व बुझेको कि। अनि यसो हेरेँ मिसनको कस्तो राम्रो भन्ने त्यो बायोडाटाहरू हेरेर अनि पद हेर्ने एनम अनि सरी खालि केही। अनि फर्की अब भइरहेको जागिर किन छोड्ने भने फर्की अब जब मैले फर्दर स्टडी आफूले पनि पढ्न कति ट्राई गरेँ तर अरूसँग रेगुलरहरूसँग सकिएन। तर भगवान्को कृपाले चाहिँ परमेश्वरले अब यहीँबाट पढ भन्यो। म 49 इयर्समा चाहिँ टिसिएल पढ्न गएको। 80 पढेँ जेएनजीहरू सबै बबिता र म थियौँ हामी साथी भनेको। अनि सब बुढाबुढी एउटा कोठामा 10 जना। अनि हेल्प पनि गरेँ तिनीहरूको गुण। 3rd इयरसम्म लेख्न पढ्न कम्प्युटर चलाउन नआउने होइन। अनि सब सिकाइदिन्थ्यो। अनि उनीहरूले सब रेडी गरिदिन्थ्यो। मैले एफमा मात्र सार्थेँ कि। अनि त्यसो गरेर नेपालीमा उल्था गरिदिने होइन हरेक कुरामा। 3 वर्ष पढ्दा धेरै अनुभव भयो। त्यो गुण चाहिँ उनीहरूको पनि छ। धेरै हेल्प गरेर 3rd इयरसम्म त्यहाँ फेरि टिचिङ के अरे एसिस्टेन्ट क्लास धेरै कुरामा हेल्प गर्यो। उनीहरूको पनि भनेको त पिरो गराएछ यसपालि। हामी मासु खानुमै गाडीहरू। हामी गुन्द्रुक खाने पार्टी हो कि। मलाई झन् भन्न लाग्यो। त्यो झन् पुरानो हो नि। चिसो हुन्छ भनेर सिल्भर हाँडी बिरयानी होला नि। वाउ दामी रहेछ। बिरयानी भनेर त्यस्तो टोपी लगाइदिनु। बिरयानी भनेर भुटेको भात हो कि बिरयानी चाहिँ हो खै। डिजाइनको फेरि कतिजना त के अरे अमेरिकाले